यति साइलेन्ट किन छ पोजमा छ हेर्नु न सबै भन्दा सामान लिएर आएको छ पैसा म दे बेगमा सो हेलो एभ्रिवान हामी जाँदैछौँ रिजोर्ट हिजो जाँदैछौँ नागाल्यान्ड 15 अगस्त स्पेसल हेर्नुहोस् हाम्रो टुर नागाल्यान्ड टुर सब साथीहरू आएको छ है कता छ लो आसाम नागाल्यान्ड चेकपोस्ट बोर्डर यो हो आसाम नागाल्यान्डको बोर्डर वेलकम टु नागाल्यान्ड कहाँ पस्छ यो चाहिँ लाफा साइडबाट रास्ताबाट जानुपर्छ लाफा बस्ती साइडबाट यो ब्रिज हो त्यो रास्ता जानुपर्छ रास्ता चाहिँ साह्रै खराब रहेछ है यो रिजोर्ट जाने रास्ता चाहिँ उठ्नु गाउँ पाएको थियो हिल्दैछ जामा यो घाटाकुटी रास्ताले फाइनली हामी रिजोर्ट चाहिँ आइपुगेछु हेर्दै गर्नुहोस् कस्तो लाग्छ तपाईँहरू पनि आउनुहोस् यहाँ अझै पनि राइडरहरू आएको रहेछ रिजोर्ट हेर्नुलाई सो सबैजना आउनु होला नागाल्यान्ड टुर गर्नुलाई छुट्टीको समयमा अहिले त सिजन गइसक्यो भयो कहाँ आउनुभएको कहाँ छ नागाल्यान्डको रिजोर्ट हेर्नुहोस् मलाई देखो खाऊ खाऊ कोक तो कोक यो नाम लाग्दैन मलाई 10 रुपैयाँ तुलतुले हैन हेलो जो एकला एकला गीत खाऊ कोक ल के गर्नु ओ मामा
यो पानी भरायो अहिले यो को हो यो यो चाहिँ हाम्रो आकाश दाई आकाशले यहाँ सिंगल भिडियो बनाएको अरे हेर्नुलाई हेर्नुहोस् मलाई भिडियो बनाउनु आएको छ म चाहिँ बस्छु जान्छु हामी रिजोर्टबाट अब निस्केको हेलो 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 अब कहाँ जाइन्छ हेर्नुपर्छ कि जानु पाइँदैन कि। खोइ नुहाउनु जाऊँ भनेको साउन्ड छ अरू नदीमा साङ्सा भेली ल त त्यहाँ भेटिन्छु ओ लिँदिनौ एकपालि सही हो त्यसो भए अब चाहिँ हामी रिजोर्टबाट निस्केको र हामी साङ्सा नदी जानु आँटेको नुहाउँछु भन्दैछ केटाहरू त्यही लागि नुहाउनुलाई हेर्दै गर्नु होला हामी जाँदैछौँ साङ्सा डिजिट बजार हो डिजिट टाउन बजार स्टेट बैंक डिजिटको छ लो हामी साङ्सा नदी आइपुग्यो हेर्नुहोस् यो हो साङ्सा नदी हामी यो तातगोलोको रिजोर्ट पानी छ नतर गर बगैँचा न अलिअलि खोइ घुस खोइ गोविन्द जुनियर छोड्न अगाडिबाट केला मुतामुती नगर नि केला यस्तो पानी छैन जिन्दगीभर के चाहियो मेरो घरमा थियो तिमी मलाई देखिएन ल फोटो फेको भाइको ओइ खोइ देखा रे लो आज चाहिँ यहीँ बिदा लिने हामी बाई बाई